के तपाईलाई थाहा छ नेपालको पहिलो राजा को थिए वा विश्वको सबैभन्दा सानो देश कुन हो? यी सामान्य लाग्ने प्रश्नहरूमा लुकेको छ ज्ञानको गहिरो समुद्र। स्वागत छ क्विज चौतारीमा। यहाँ तपाईँ पाउनुहुनेछ सोच्न बाध्य पार्ने प्रश्नहरू, रमाइला तथ्यहरू र यस्तो रोचक ज्ञान जुन तपाईँले सायद कहिल्यै सुन्नुभएको थिएन। हाम्रो हरेक भिडियोमा हुनेछ नयाँ रहस्य, नयाँ चुनौती र नयाँ सिकाइको यात्रा। के तपाईँ तयार हुनुहुन्छ आफ्नो ज्ञान परीक्षण गर्न? क्विज चौतारी, जहाँ हरेक प्रश्नमा लुकेको छ एउटा कथा र हरेक उत्तरमा लुकेको छ आश्चर्य। अब ढिला नगर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र तयार रहनुहोस् तपाईँको मस्तिष्कलाई चलायमान बनाउने नयाँ प्रश्नहरूको संसारमा प्रवेश गर्न। नेपालको पहिलो महिला प्रधान न्यायाधीश को हुन्? 1. सुशीला कार्की, 2. सुशीला कण्डेल, 3. मीरा खड्का, 4. सपना प्रधान मल्ल। सही उत्तर 1. सुशीला कार्की। नेपालमा प्रदेश सरकार गठनको अधिकार कसलाई हुन्छ? 1. राष्ट्रपति, 2. मुख्यमन्त्री, 3. प्रधानमन्त्री, 4. प्रदेश प्रमुख। सही उत्तर 4. प्रदेश प्रमुख। नेपालको पहिलो जनगणना कहिले गरिएको थियो? विक्रम सम्वत 1911, 2. विक्रम सम्वत 1968, 3. विक्रम सम्वत 1952-53, 4. विक्रम सम्वत 2008। सही उत्तर छ 3. विक्रम सम्वत 1952-53। गोरखापत्र पहिलोपटक कहिले प्रकाशित भयो? 1. विक्रम सम्वत 1958, 2. विक्रम सम्वत 1956, 3. विक्रम सम्वत 1957, 4. विक्रम सम्वत 1955। सही उत्तर हो 1. विक्रम सम्वत 1958। नेपालका पहिलो प्रधानमन्त्री को थिए? 1. भीमसेन थापा, 2. जङ्गबहादुर राणा, 3. चन्द्र शमशेर, 4. गिरिजाप्रसाद कोइराला। सही उत्तर 1. भीमसेन थापा। नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो? 1. डोल्पा, 2. हुम्ला, 3. मुगु, 4. सङ्खुवासभा। सही उत्तर हो 1. डोल्पा। नेपालको पहिलो संविधान कहिले जारी भयो? विक्रम सम्वत 2007, विक्रम सम्वत 2015, विक्रम सम्वत 2047, विक्रम सम्वत 2072। सही उत्तर 1. विक्रम सम्वत 2007। नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कहिले घोषणा गरियो? 1. विक्रम सम्वत 2065 जेठ 15, 2. विक्रम सम्वत 2063 माघ 1, 3. विक्रम सम्वत 2064 वैशाख 28, 4. विक्रम सम्वत 2066 असार 15। सही उत्तर 1. विक्रम सम्वत 2065 जेठ 15। नेपालको राष्ट्रिय फूल कुन हो? 1. लालीगुराँस, 2. धतुरा, 3. पारिजात, 4. मल्लिका। सही उत्तर 1. लालीगुराँस। नेपालको पहिलो राष्ट्रपति को थिए? 1. रामवरण यादव, 2. विद्यादेवी भण्डारी, 3. कृष्ण प्रसाद भट्टराई, 4. सुशील कोइराला। सही उत्तर 1. रामवरण यादव। नेपालको सबैभन्दा पुरानो ब्याङ्क कुन हो? 1. नेपाल ब्याङ्क लिमिटेड, 2. राष्ट्रिय वाणिज्य ब्याङ्क, 3. कृषि विकास ब्याङ्क, 4. नेपाल इन्भेस्टमेन्ट ब्याङ्क। सही उत्तर हो 1. नेपाल ब्याङ्क लिमिटेड। सप्तगण्डकी भनिने क्षेत्र कुन हो? 1. तनहु, 2. नवलपुर, 3. चितवन, 4. गोर्खा। सही उत्तर हो 4. गोर्खा। नेपालको संविधान 2072 अनुसार संसदका 2 सदन कुन हुन्? 1. प्रतिनिधि सभा र राष्ट्रिय सभा, 2. प्रदेश सभा र राष्ट्रिय सभा, 3. सङ्घीय सभा र प्रदेश सभा, 4. गणतान्त्रिक सभा र प्रतिनिधि सभा। सही उत्तर 1. प्रतिनिधि सभा र राष्ट्रिय सभा। नेपालको राष्ट्रिय पशु कुन हो? 1. गाई, 2. भैँसी, 3. बाख्रा, 4. च्याङ्ग्रा। सही उत्तर 1. गाई। नेपालको संविधान 2072 जारी गर्ने बेला प्रधानमन्त्री को थिए? 1. सुशील कोइराला, 2. केपी शर्मा ओली, 3.
बाबुराम भट्टराई। 4 माधव कुमार नेपाल। सही उत्तर हो 1 सुशील कोइराला। सुनकोशी नदी कहाँबाट बग्छ? 1 तिब्बत, 2 भारत, 3 चीन, 4 पाकिस्तान। सही उत्तर 1 तिब्बत। नेपाल शब्द पहिलो पटक लेखिएको प्रमाण कहाँ भेटिन्छ? 1 गोरखापुर ताम्रपत्र, 2 लिच्छवी शिलालेख, 3 मल्ल शिलालेख, 4 पृथ्वीनारायण शाहको पत्र। सही उत्तर 2 लिच्छवी शिलालेख। नेपालको राष्ट्रिय ध्वजामा 2 त्रिकोण के जनाउँछ? 1 हिमालय र तराई, 2 धर्म र राष्ट्र, 3 हिन्दू र बौद्ध धर्म, 4 साहस र शान्ति। सही उत्तर हो हिन्दू र बौद्ध धर्म। नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को थिए? 1 बीपी कोइराला, 2 गणेशमान सिंह, 3 कृष्णप्रसाद भट्टराई, 4 सुशील कोइराला। सही उत्तर हो 1 बीपी कोइराला। नेपालको सबैभन्दा लामो नदी कुन हो? 1 कर्णाली, 2 कोशी, 3 गण्डकी, 4 बागमती। सही उत्तर 1 कर्णाली।